टिकटकमा एकदमै भाइरल भएको मोमोको अचार बनाउँ है त आज। मैले सुरुमा लिए पानी, त्यसपछि लसुन, अदुवा र सुकेको खुर्सानी लिए। यसलाई एकछिन उमाल्छु अनि मैले टमाटर हाल्छु सानो काटेर। यसलाई पनि राम्रोसँग उमालिसकेपछि मैले हालेँ टिमुर, नुन र बेसार। अरूहरूले मैले फुड कलर हालेको देखेको थिएँ, मैले चाहिँ फुड कलर हालिनँ, बेसार मात्रै हालेँ। त्यसपछि कोर्न स्टार्च अथवा कोर्न स्टार्च छैन भने थोरै मैदालाई घोलेर अनि पाकिरहेको अचारमा चाहिँ यसरी हालेर छिट्टै चलाइहाल्नु होला, नत्र डल्लो पर्छ। चलाएर मजाले पकाइसकेपछि अनि हामी मिक्सरमा हाल्छौँ। अहिले हामी धनिया चाहिँ हाल्नु हुँदैन, लास्टमा हाल्ने। अनि मिक्सरमा मसिनो बनाइसकेपछि लास्टमा बल्ल सानो पारेर काटेको धनिया हालेँ मैले। त्यसपछि स्वादअनुसार मैले अमिलो पनि हालेँ कागती। अनि मिक्स गरिसकेपछि यो अचार रेडी भयो। तेल हाल्नलाई, फ्राई गर्नलाई केही पनि झन्झट गर्न नपर्ने, एकदमै सजिलो, मिठो पनि हुँदो रहेछ। तपाईँहरू ट्राई गर्नु होला। मैले चाहिँ यहाँ फ्राइड मोमो लिएँ। यो स्टिम मोमोलाई मैले एयर फ्रायरमा फ्राई गरेको हो। एकदमै मिठो भयो। तपाईँहरू पनि ट्राई गर्नुहोस् है। थ्याङ्क यू फर वाचिङ।